Hello guys, दर्शक नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई आफ्टर लङ टाइम पछि म चाहिँ फेरि पनि भ्लग स्टार्टिङ गर्दैछु मतलब कम ब्याक हान्दैछु भनौँ होइन। सो सबैजनाले चाहिँ तपाईँहरूले मलाई जसरी नै पहिला साथ सपोर्ट र माया गर्नुहुन्थ्यो त्यसरी नै साथ सपोर्ट र माया फेरि पनि गरिदिनु होला। अबदेखि चाहिँ मैले ब्याक टु ब्याक भिडियोहरू लिएर आउने नै छु र तपाईँले मेरो पछाडि देखिरहनु भएको चाहिँ यो चाहिँ एउटा सिपमा छु म अहिले। म चाहिँ अब कामको सिलसिलामा एउटा आइल्यान्ड जाँदैछु होइन। अब कुन चाहिँ आइल्यान्ड भनेर तपाईँहरूलाई म लास्टमा भन्नेछु होइन। सो सबैजनाले त्यसको लागि यो भिडियो हेरिदिनु होला र म चाहिँ कहाँ गएर मैले भिडियोहरू बनाउँदैछु र मेरो काम के हुन्छ, मेरो स्यालेरी कति हुन्छ भनेर म तपाईँलाई सबै आजबाट चाहिँ भिडियो मार्फत तपाईँहरूलाई भन्नेछु र टिकटकमा नि हाल्नेछु। सबैजनाले लाइक सेयर फलो सब्सक्राइब के गर्नुपर्ने ड्याङ्की ड्याङ्क गरिदिनु होला है, किनकि धेरै मेरो साथीभाइहरूले सोध्नु भएको थियो कहाँ हराउनु भयो, किन भिडियो नहाल्नु भएको भनेर होइन। सो आजको मितिबाट चाहिँ मेरो भिडियोहरू कन्टिन्यू आउनेछ होइन र कन्टिन्यू भिडियो आउनको लागि तपाईँहरूको पनि साथ सपोर्ट र माया चाहिन्छ है, किनकि तपाईँहरूको साथ सपोर्ट र मायाले मात्रै म अगाडि बढ्न सक्छु। जति पनि मेरो सब्सक्राइबरहरू हुनुहुन्छ, जति पनि मेरो साथीभाइ नेपाली दाजुभाइ जताबाट हेर्दै हुनुहुन्छ होइन, उहाँहरूले गर्दा नै मेरो सब्सक्राइबर 14,000 कति पुगेको छ। सो प्लिज अब सबैजनाले चाहिँ फटाफट अब सब्सक्राइब गरेर बेल आइकनहरू दबाइदिएर होइन 20,000सम्म चाहिँ पुऱ्याइदिनु होला भन्न चाहन्छु। र मेरो पछाडि देखिरहनु भएको छ समुद्र है। सो आइएम सो मच एक्साइटेड होइन, किनकि आज काममा भोलिबाट मेरो काम पनि सुरु हुन्छ होइन। र के काम हुन्छ भनेर म तपाईँलाई सबै भिडियो मार्फत हालिदिन्छु र काटेर मैले टिकटकमा नि हाल्नेछु होइन। र एकदम खुसी छु किनकि त्यहाँनिर धेरै क्राउड भएको भएर मलाई आफ्टर 5-6 महिनापछि भिडियो बनाउन लागेको। सो के बोल्ने भएर म चाहिँ यता साइडमा आएर भिडियो बनाउन आएको छु र अगाडिबाट नि भिडियो बनाउँछु होइन। सबजनाले हेर्न सक्नुहुन्छ। लुक एट द भ्यू गाइज, यस्तो वाउ छ होइन, यस्तो वाउ छ ल, यस्तो ठुल्ठुलो सिप होइन। अब जस्ट मैले मुभीहरूमा मात्र देखेको थिएँ, अब आफै बसेर आफै ट्राभल गर्दा त एकदम हुन्छ नि मजै छुट्यो कि, एकदम खुसी नै छुट्टी छु होइन। सो देख्न सक्नुहुन्छ होइन, सो देख्न सक्नुहुन्छ गाइज। बिहान 7 बजी आएको, केही पनि खाएको छैन। अब म कफी पनि लिन जान्छु, कफी सफी खाएर तपाईँहरूलाई म भिडियो बनाएर देखाउनेछु। सो प्लिज फेरि पनि एकचोटि रिक्वेस्ट गर्न चाहन्छु सबैजनाले चाहिँ मेरो भिडियोलाई सक्दो लाइक सेयर सब्सक्राइब फलो के गर्नुपर्छ ड्याङ गरिदिनु होला है, किनकि तपाईँहरूको साथ सपोर्ट र मायाले नै म एकदम अगाडि बढ्नेछु है। सो सबजनालाई मैले यहीँ के भन्छ स्ट्रिममा नै दिनेछु, मेरो फेसबुक आइडी, मेरो इन्स्टाग्राम आइडी, मेरो टिकटक आइडी सब दिनेछु। सबजनाले के गर्नुपर्ने हो गरिदिनु होला, हामीले भन्नु पर्दैन है। अब हाम्रो नेपाली दाजुभाइहरू सबजना एक्टिभ हुनुहुन्छ होइन। सो मैले केही पनि भन्नु पर्दैन, फेसबुकमा के गर्ने, इन्स्टाग्राममा के गर्ने र टिकटकमा के गर्ने भनेर मैले भन्नु पर्दैन, तपाईँले गरिदिनु होला है त। अब चाहिँ म भिडियो कन्टिन्यू ल्याउनेछु। सबैजनाले मेरो मेन टार्गेट भनेको अहिले मेरो 14,000 कति सब्सक्राइबर छ भने 20,000 बनाउने हो टार्गेट। सो सबैले टार्गेट पुरा गरिदिनु भन्न चाहन्छु है त। ओके स्टे ट्युन गाइज। अब चाहिँ म कफी लिन जाँदैछु, म तपाईँलाई देखाउनेछु। यो चाहिँ मेरो पछाडिको भ्यू हो होइन। अघि नै चाहिँ म यता साइडकोमा गएको थिएँ, अहिले चाहिँ यो पछाडिको हो। सो देख्न सक्नुहुन्छ धेरैजना मान्छेहरू बसेर हेर्दै हुनुहुन्छ। सो गाइज अब चाहिँ भोक लाग्यो, अब चाहिँ म कफी लिन जान्छु, के हुन्छ म तपाईँलाई भन्दैछु है त। एक्सक्युज मी, 2 or cappuccino with sugar. सो गाइज यो चाहिँ फ्लो क्याफे छ अनि हामीले चाहिँ दुईवटा फ्लो क्याफे लिएँ। यहाँ चाहिँ हाम्रो म्याडम हुनुहुन्छ, पुरा चिनीलाई मिक्स गर्दै हुनुहुन्छ र मैले चाहिँ त्यसपछि एउटा स्पानिस तिरुपिता लिएँ, स्पानिस तिरुपिता। र अर्को चाहिँ हाम्रो नर्मली नेपालमा खाएको बम जस्तै हो,
यतिको कति 20 युरो लिए गाइस। सिपमा एकदम महँगो छ, 20 युरो है। एउटा कफीको 5 युरो कति, आई थिङ्क 40 सेन्ट। अनि सिनियरको कति लियो, 20 युरो कतिको पिला है। सो भित्र चाहिँ यसरी बसेर खान आउँछ होइन। मोबाइलको ब्याट्री पनि सक्यो, सो चार्ज गर्न जाँदैछु। भित्र चाहिँ यस्तो छ है, हामी चाहिँ माथि बसेको बसेँ, भित्र चाहिँ पुरै यस्तो छ। अब चार्ज गर्ने ठाउँ खोज्नुपर्छ, कहाँ खाली छ त्यहीँ चार्ज गरेर एकछिन 10-15 मिनट चार्ज गऱ्यो भने चार्ज हुन्छ। कुन चाहिँ आइल्यान्ड हुन्छ थाहा भएन, तर एउटा आइल्यान्ड चाहिँ आयो। अब यहाँ ल्यान्ड गरेर लगभग 45 मिनट 1 घन्टा जति आउँछ। यहाँ मान्छेहरू उर्लिन्छ, अनि फेरि बन्द गरेर फेरि अर्को आइल्यान्डतिर लाग्छ। अब यहाँ कति टाइम लाग्छ अहिले भयो है, मलाई त थाहा छैन। सो समुद्र एकदम ब्लू देखिरहेको छ है, एकदम रमाइलो छ है। हेर्दा चाहिँ एकदम रमाइलो छ होइन, तर एउटै सिपमा 8-9 घन्टा बस्नु चाहिँ एकदमै नराम्रो छ। साउन्ड त्यति क्लियर आएको छैन होला है गाइस, मैले आज भर्खर किनेको थिएँ यो वायरलेस माइक्रोफोन, सो साउन्ड त्यति क्लियर आएको छैन होला। सो कस्तो आइरहेको छ त्यो पनि भनिदिनु होला होइन। र अब चाहिँ कुन चाहिँ हो आइल्यान्ड आउनु लाग्यो होइन। सो म चाहिँ यहाँ माथि आएर यसो भिडियो बनाउन आएको छु। हेर्नु ब्याकग्राउन्ड कस्तो दामी देखेको छ होइन, एकदम दामी देखेको छ। ब्लू होइन, समुद्र पनि एकदम निलो अनि आकाश पनि एकदम निलो देखिरहेको छ होइन। आई थिङ्क यो पारोस हो कि के हो आइल्यान्ड होला सायद मेरो विचारमा, तर मलाई थाहा छैन है। सो लुक एट द भ्यू गाइस, एकदमै दामी आइरहेछ होइन। सो 5-6 महिनापछि चाहिँ मैले फेरि पनि भ्लगिङ स्टार्ट गर्दैछु। सबैजनाले मलाई सब्सक्राइब गरिदिनु होला, साथ सपोर्ट र माया गरिदिनु होला। र सब्सक्राइब गर्नु भएको छैन भने प्लिज एकचोटि गरिदिनु, अहिले नै गएर हेर्नु त तपाईँले सब्सक्राइब गर्नुभएको कि छैन। गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला है त। घाम पनि मजाको लागिरहेछ, वेदर चाहिँ एकदम गुड छ होइन। कसरी एक्सप्लेन गरौँ कि अब होइन, मैले पहिलादेखि नै यो ठाउँमा जान्छु भनेर सोचिरहेको ठाउँमै काम मिल्यो होइन। सो म त्यहीँ जाँदैछु। अब 5-6 महिना यहीँ बस्छु होइन, एकदम ट्राभल गर्छु, घुम्छु होइन, भ्लगिङ हाल्छु, टिकटक हाल्छु। सबजनाले हेरिदिनुपर्छ, सबजनाले साथ सपोर्ट र माया गरिदिनुपर्छ है त। एउटै कुरा कति भनिरहेको जस्तो लाग्छ होला होइन, तर मैले धेरै 5-6 महिनापछि भ्लगिङ गरेको भएर मैले यो कुरा भनिरहेको। अबको दिनहरूमा ब्याक टु ब्याक भिडियोहरू आउँदैछ है गाइस, सबजनाले हेर्नुपर्छ है। यो चाहिँ जति पनि देखिरहनु भएको छ यो चाहिँ भिल्लाहरू हो होइन, भिल्लाहरू हो। यहाँ चाहिँ कपालहरूलाई कामहरू मजाले मिल्छ। सो कन्ट्याक्ट हुनुपर्छ है, राम्रो राम्रो कामहरू पनि मिल्छ है यो भिल्लाहरूमा चाहिँ 12 महिना। अब चाहिँ अब ल्यान्ड गर्छ भनौँ होइन, अब रोक्छ, अब चाहिँ रोक्दैछ यहाँनिर। रोकेर अब 45 मिनट 1 घन्टा त यहाँ लाग्छ, मान्छे ओर्लिनु पऱ्यो यहाँको। अब यहाँभित्र यति धेरैहरू गाडीहरू हाल्छ कि होइन, त्यो गाडीहरू निकाल्नु पऱ्यो होइन, र मान्छेहरू ओर्लिनु पऱ्यो। त्यसपछि फेरि अनि अर्को के भन्छ तपाईँको, अर्को के भन्छ आइल्यान्डतिर मुभ हुन्छ। सो अब चाहिँ भिडियो धेरै लामो हुन्छ, सबजनाले हेरिदिनु होला भन्न चाहन्छु। भिडियो धेरै लामो भयो त म बनाउँदिनँ, 20-25 मिनटको भिडियो हुन्छ, तर सबजनाले हेरिदिनु होला है त गाइज। सो स्टे ट्युन गाइज, म फेरि पनि अर्को भिडियोमा आउनेछु। त्यति दिनसम्म सबैजनाले होल्ड गरिदिनु होला। म चाहिँ अहिले टपमा आएको छु, हेर्नु हावा पनि एकदम चलिरहेको छ, र आइल्यान्डहरू चाहिँ एकदमै दामी देखेको छ, हेर्न सक्नुहुन्छ मेरो पछाडि होइन, खतरा देखेको छ। आइल्यान्डको नाम चाहिँ थाहा भएन मलाई है, तर आई थिङ्क पारोस होला है, आई थिङ्क पारोस होला आइल्यान्डको नाम। एकदम दामी चाहिँ हेर्न सक्नुहुन्छ मान्छेहरू। अब
टक्क होल्ड गर्छ, त्यसपछि सट्ट मान्छेहरू ओर्लिन्छ है। दामी छ है ठाउँ चाहिँ। गाइज पारोस रे यो आइल्यान्ड चाहिँ पारोस हो। अब आई थिङ्क यो पछि नाक्सुस आइल्यान्ड आउँछ अनि त्यसपछि हामी ओर्लिने आइल्यान्ड आउँछ है। सो त्यो चाहिँ म लास्टमा भन्नेछु, तपाईँलाई मैले भनिरहेको छु। देख्न सक्नुहुन्छ मेरो पछाडि आइल्यान्ड है। ग्रिसमा चाहिँ धेरै आइल्यान्ड छ है। अब नामहरू टन्नै छैन, मलाई त्यति नाम पनि थाहा छैन। जस्तै सेन्टोरिनी भयो, मिकोनस भयो, पारोस भयो, कर्फू भयो, कृति भयो होइन। अनि धेरै आइल्यान्डहरू छ, जस्तै पारोस भयो, नाक्सुस भयो होइन। धेरै आइल्यान्डहरू छ। हामी जाने आइल्यान्ड चाहिँ लास्टमा भन्छ है, किनकि हामी लास्टमा आउँछौँ नि त, त्यही भएर क्या। देख्न सक्नुहुन्छ कस्तो छ, मान्छेहरू चाहिँ धेरै ओर्लिने क्रम जारी छ। ग्रिसको फ्ल्याग। सो गाइज हेर्न सक्नुहुन्छ होइन, गाडीहरू कति ओर्लिन्छ कति भित्र जान्छ होइन। किनकि वाइल्ड ठुलो नै छ क्या यो, के भन्छ सिप एकदम ठुलो छ होइन। गाडीहरू टन्नै जाने होइन, यत्रो यत्रो गाडीहरू भित्र होइन टन्नै हाल्छ होइन। सो लुक एट द भ्युज गाइज, समुद्र पनि दामी देखेको छ। अनि ट्याक्कै यो चाहिँ पारोस आइल्यान्ड हो, खतरा देखेको छ होइन। अब अझै 4-5 घन्टा लाग्छ होला हामी जानलाई होइन, किनकि हामी आउने आइल्यान्ड अझै 4-5 घन्टा लाग्छ। सो त्यति बेलसम्मलाई सबैजना वेटिङ गर्नुपर्छ है गाइस। फुल भिडियो हेर्नु होला है। मैले भनिरहेको कारण चाहिँ किनभने मैले कन्टिन्यू भिडियो बनाउन पाइनँ, 5-6 महिनापछि मैले भिडियो बनाएको। सो सबैजनाले भिडियोलाई मन पराइदिनु होला र सक्दो चाहिँ सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु, किनकि धेरैले मेरो भिडियो हेर्नुहुन्छ तर भिडियो चाहिँ सब्सक्राइब गर्नुहुन्न। अब आजदेखि फेरि पनि ब्याक टु कम ब्याक हानेको छु मैले युट्युबमा। सो सबैजनाले चाहिँ भिडियोलाई सक्दो सेयर गरिदिनु होला भन्न चाहन्छु है त। ओके गाइस, अब चाहिँ म भित्र गएर बस्छु। अब फेरि यहाँबाट हिँडिसकेपछि फेरि अर्को नेक्स्ट आइल्यान्डमा फेरि भिडियो बनाउने छु। सब भिडियोलाई एड गरेर म दामी भिडियो बनाउने छु, सबैजनाले हेरिदिनुपर्छ है त। हाम्रो म्याडम चाहिँ यता पुरा फुलेर बसिरहनु भएको छ, सन्चो छैन नि त, हल्का पेट दुखिरहेछ। ए सन्ध्या पुरा रिसाएर बसिरहेछ। यता यो चाहिँ भित्रको भ्यू हो। यो चाहिँ हाम्रो कफी खाने ठाउँ। यहाँ चाहिँ पुरै मान्छेहरू बस्छ होइन। अघि नै चाहिँ पुरा क्राउड थियो, अहिले चाहिँ मान्छेहरू ओर्लिनु भइसक्यो, देख्न सक्नुहुन्छ। लुक एट द भ्यू गाइज। फाइनली गाइज हामीले बस्ने ठाउँ पायौँ। अहिलेसम्म बस्ने ठाउँ पाएको थिएन। अब यो आइल्यान्डमा प्रायः मान्छेहरू ओर्लियो नि त, त्यही भएर हामीले चाहिँ अहिले बस्ने ठाउँ पाएँ। हाम्रो म्याडम चाहिँ यहाँ पुरा सन्चो नभएर है त हेर्न, सन्ध्या सन्चो नभएर पुरा बसिरहेको छ। भ्यू पनि खतरा देखेको छ। अब चाहिँ सुत्छु, अब चाहिँ हामी सुत्छु। त्यसपछि फेरि यहाँबाट अझै लाग्छ 45 मिनट जति। त्यसपछि अब नेक्स्ट आइल्यान्ड कुन चाहिँ हुन्छ म भनिहाल्छु, त्यसपछि चाहिँ हाम्रो आइल्यान्ड होला। ओके गाइज, स्टे ट्युन। फाइनली गाइज नाक्सस आइल्यान्ड आइपुग्यो। नाक्सस आइल्यान्ड है गाइज, नाक्सस आइल्यान्ड। सो एकदम बोर्ड हल्लिरहेको छ है। ग्रिस फ्ल्याग। फाइनली नाक्सस आइल्यान्ड आइपुग्यो है। सो नाम चाहिँ अलिकति मलाई प्रोनाउन्सिएसन गर्न आएन, तर नाक्सस आइल्यान्ड नै हो। के भन्छ कमेन्टमा भनिदिनु होला। हेर्नुहोस् कस्तो दामी देखेको छ। यो चाहिँ सेकेन्ड आइल्यान्ड नाक्सस आइल्यान्ड। पहिलो चाहिँ के भन्छ रोडास हो कि के हो थियो होइन, सेकेन्ड चाहिँ नाक्सस छ र थर्ड चाहिँ अब म तपाईँलाई देखाउने नै छु, भन्ने नै छु है त। त्यति बेलासम्म वेट गर्नु होला। स्टे ट्युन गाइज। मेरो पछाडि कस्तो दामी छ भ्यूहरू। अनि गोरेहरूको अगाडि म काले बसी गएर आफै आफै चाहिँ कस्तो नराम्रो फिल लागेको छ, तर केही छैन, किनकि अब हामी काले भएन नि। काले हो त क्या हो, दिलवाले भन्छ नि त्यस्तै छौँ क्या हामी। यिनीहरू गोरे भएर के यिनीहरूसँग ह्युम्यानिटी त्यति हुँदैन
मानव त त्यति हुँदैन, अब हामीसँग हुन्छ बरु होइन। सो देख्न सक्नुहुन्छ गाइज, अब यहाँनिर गएर त्यहाँनिर रोक्छ होइन, यहाँनिर रोक्छ होइन, त्यहाँ रोकिसकेपछि अनि फेरि यहाँ अब मान्छेहरू झार्ने होइन, मान्छेहरू झार्ने के काम हुन्छ, अनि त्यसपछि फेरि यहाँबाट अनि फेरि अगाडि बढ्छ। सो गाइज देख्न सक्नुहुन्छ नाक्सस आइल्यान्ड आइपुग्यौँ है। फाइनली नाक्सस आइल्यान्ड आइपुग्यो होइन। सो गाइज मलाई चाहिँ यहाँनिर आइसकेपछि एउटा ठाउँ देखेँ क्या, सो म सक देखेँ, किनकि म अहिले जुन ठाउँ जान लागेको त्यो पनि एउटा मैले धेरै पुरानो मुभी हेरेर त्यो मुभीमा त्यो ठाउँहरू देखेको भएर एकदम राम्रो लागेको थियो। र अहिले चाहिँ मैले अर्को ठाउँ पनि देखेँ, किनकि एउटा के भन्छ जुन एउटा फिल्म थियो हिन्दी मुभी होइन, त्यो हिन्दी मुभीको सुटिङ एउटा म्युजिक भिडियो चाहिँ यहीँ सुट गरेको थियो क्या। सो म तपाईँहरूलाई देखाउन जाँदैछु है। तपाईँहरूले यहाँनिर देखिरहनुपर्छ नि, यो पुलहरू देखिरहन्छ नि, लाइन यो पुलको ठ्याक्कै तपाईँको डाँडामा चाहिँ टाइगर जिन्दा है सलमान खान एन्ड कट्रिना कैफको स्वैग से करेंगे सबका स्वागत भनेको थियो नि, हो त्यो मुभी के भन्छ त्यो मुभीको म्युजिक भिडियो चाहिँ यहीँ के भन्छ सुटिङ गरेको रहेछ, सुट गरेको रहेछ है। सो म चाहिँ त्यो देखेर भर्खर सक भयो क्या, किनकि यो ग्रिसकै आइल्यान्ड त हो, तर कुन चाहिँ आइल्यान्ड हो भनेर म कन्फ्युज थिएँ, तर आज चाहिँ कन्फ्युज दूर भयो, किनकि यो नाक्सस आइल्यान्ड रहेछ होइन। म तपाईँहरूलाई जुम गरेर देखाउनेछु है त। त्यो तपाईँको नाक्सस आइल्यान्ड भइहाल्यो। अब यहाँनिर यस्तो गएर होइन, हो यो ठाउँ चाहिँ सुको चाहिँ पुल पनि छ होइन, तपाईँहरूले युट्युबमा गएर टाइगर जिन्दाहरूको सङ हेरेर तपाईँले ठाउँ हेर्न सक्नुहुन्छ। म जुम गरेर देखाउँछु है त। गाइजहरू देख्नुभयो नि, सो अलिकति हावा एकदम चलेको भएर हल्लिरहेको छ होइन, तपाईँहरूले सरी हेर्न सक्नुहुन्छ होइन, एकदम हावा एकदम भइरहेको छ होइन। सो गाइज यही नै है टाइगर जिन्दाहरूको स्वागत से करेंगे सबका स्वागतको सङको सुट गरेको ठाउँ चाहिँ यही नै रहेछ है। सो गाइजहरू कस्तो लाग्यो तपाईँलाई कमेन्टमा भनिदिनु होला है त। यस्तो ट्युन गाइज, अब चाहिँ यहाँबाट हामी अर्को आइल्यान्ड जान्छ, त्यो आइल्यान्डमा चाहिँ अब हामी पनि ओर्लिनुपर्छ र त्यो आइल्यान्ड कुन आइल्यान्ड हो भने तपाईँले देख्नुहुन्छ है त। ओके बाई बाई गाइज, स्टे ट्युन गाइज। सो फाइनली गाइज अब चाहिँ हामी पनि झर्ने टाइम आउनु लाग्यो होइन। सो मेरो पछाडि देख्नुहुन्छ आइल्यान्ड हो होइन, र म चाहिँ झरिसकेपछि पुरा डिटेलली भिडियो बनाउँछु, अनि तपाईँले कुन चाहिँ आइल्यान्ड आएको भनेर। र चाहिँ 10-15 मिनट लाग्छ होला हामीलाई वहाँ पुग्नु, 10-15 मिनट लाग्छ होला। सो हल्का वेट गर्नु होइन। सो एकदम घाम छ होइन, सो एकदम घाम छ, काले देखिरह होला होइन, अब मतलब भएन होइन। आफूले सानो बेलादेखि देखिरहेको ठाउँमा आउनु पाउनु एकदम खुसी भइरहेको छ होइन। एकदम समुद्र पनि निकै देखेको छ होइन। अब चाहिँ फाइनली हाम्रो डेस्टिनेसन पनि आइसकेको छ। अब चाहिँ 10-15 मिनटमा हामी ओर्लिन्छौँ होइन, र मेरो पछाडि देख्न सक्नुहुन्छ। सो गाइज फाइनली हामी चाहिँ हाम्रो ब्लू स्टारबाट झरिसक्यौँ। हामीलाई रिसिभ गर्न आउनु चाहिँ यहाँनिर रहेछ, यो केटा यहाँनिर रहेछ हाम्रो रिसिभ गर्न आउने केटा चाहिँ। सो त्यसपछि अब हामी यो बाटो भएर होइन, यस्तो बाटो भएर माथि जान्छौँ है। र त्यसपछि तपाईँहरूलाई भन्ने चाहिँ त्यहाँको भ्यू देखाउने छु। एकदम थकित भइसक्यो, बिहान 7 बजीदेखि अहिले 4 साढे 4 हुन लागिसक्यो। हामी यहीँ छौँ स्टिल है। अब गएर आज रेस्ट हुन्छ, भोलिबाट फेरि ड्युटी सुरु हुन्छ गाइज है। अब
अब कस्तो भन्दाखेरि मुभीहरूमा देखिरहेको हुन्थ्यो नि त मान्छेहरूलाई अब टुरिस्टहरूलाई लिन आएको अरे तर हामीलाई पनि लिन आउँदा कस्तो एक्साइटेड कि एकदम खुसी लाग्यो तर हामीसँग 2 जना छ र अर्को 3 जना लेडिजहरू पनि नेपाली हुनुहुन्छ भनेको थियो मैले चाहिँ पुरा होल सिपमा चाहिँ मैले देखिनँ है अब को हुनुहुन्छ होइन हेरौँ त्यसपछि बाँकी भिडियो आउँदैछ है त ओके स्टे ट्युन गाइज फाइनली गाइज हामी चाहिँ अब हाम्रो सिपबाट झरिसक्यौँ होइन हामीलाई रिसिभ गर्न आउने केटा चाहिँ यहीँ रहेछ होइन हामीलाई रिसिभ गर्न आउने केटा चाहिँ यहीँ बसिरहेको छ अझै 3 जना केटीहरू आउँदैछ नेपाली सो त्यही भएर हामी चाहिँ वेट गरिरहेको छौँ त्यसपछि 3 जना हामी 5 जना चाहिँ सिधै होटेल जान्छौँ त्यसपछि आज एकदम पुरै रेस्ट हुन्छ र फाइनली गाइज हामी चाहिँ हाम्रो बस्ने ठाउँमा आइसकेको छौँ र डेस्टिनेसन पनि आइसकेको छौँ होइन एकदम टायर्ड छ गाइज सो एकदमै थकाइ लागेको छ है बिहानदेखि कफी र एउटा ब्रेडको सहारामा रोडमा सिप चढेर आएर होइन त्यत्रो घन्टा सिप चढेर आएर बिहान 7 बजी 6 बजीको एथेन्सबाट निस्केको हामी अहिले लगभग तपाईँको 7:30 बजिसक्यो होइन 7:30 8 बजिसक्यो हामी फाइनली हाम्रो रुममा आइसकेको छु होइन सो एकदम टायर्ड छौँ गाइजहरूलाई देखाउन पाएन हामी कुन चाहिँ आइल्यान्ड भनेर सो नेक्स्ट पार्टमा चाहिँ तपाईँहरूलाई नेक्स्ट भिडियोमा चाहिँ म पुरा भिडियो लिएर आउनेछु कुन चाहिँ आइल्यान्ड हो के आइल्यान्ड हो भनेर त्यति जेलसम्मको लागि चाहिँ सबैजना वेटिङ गर्नु होला भन्न चाहन्छु र हाम्रो के भन्छ बस्ने ठाउँ चाहिँ यस्तो छ तपाईँहरूले देख्न सक्नुहुन्छ यति देखेर पनि तपाईँहरूले अनुमान लगाउन सक्नुहुन्छ कि अनुमान लगाउन सक्नुहुन्छ कि यति देखेर पनि म चाहिँ कुन चाहिँ आइल्यान्डमा छु भनेर है र सबैजनालाई धन्यवाद भन्न चाहन्छु जति पनि मलाई साथ सपोर्ट र माया दिएर मेरो यति 14,000 सब्सक्राइबर पुऱ्याइदिनु भएकोमा र फेरि पनि सबैजनालाई रिक्वेस्ट गर्न चाहन्छु तपाईँहरूको साथ सपोर्ट र मायाको खाँचो अझ पनि चाहिरहेको छ मलाई सो सबैजनाले सब्सक्राइब गर्नुभएको छ भने त ठिकै छ लाइक गरिदिनु सेयर गरिदिनु सब्सक्राइब गर्नुभएको छैन प्लिज गएर सब्सक्राइब गरिदिनु र बेल आइकन पनि दबाइदिनु होला त्यो बेल आइकन दबाउने बित्तिकै तपाईँहरूले मैले इन्फर्मेसनको भिडियोहरू ब्लगको भिडियोहरू हरेक इन्फर्मेसन भिडियोहरू हाल्नेछु त्यो इन्फर्मेसनको भिडियो सुरुमै तपाईँको मोबाइलमा नोटिफिकेसन आउनेछ र तपाईँले हेर्न सक्नुहुन्छ सो गाइज एकदम थकाइ लागेको छ है पुरै नगरौँ होइन एकदम थकाइ लागेको छ अब बिहान 6 बजी निस्केको मान्छे 8 बजी रुममा आएर बस्दा कस्तो हुन्छ तपाईँहरूले गेस गर्न सक्नुहुन्छ र हाम्रो चाहिँ यस्तो छ रुमहरू है सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु मेरो भिडियो सुरुदेखि अन्त्यसम्म हेरिदिनु भएकोमा ओके बाई बाई टेक केयर